त्यो विषय तपाईँले खै त जनता जान्न चाहन्छु भनेर सोध्नु भएको। अब यो माननीय गीता बस्नेतलाई पक्रापुर्जी लागेकी सांसद फरार तर संसदमा विधेयक पास खै त अञ्जना कोइराला सरकारी रकम हिनामिना 10 लाख रुपियाँ धरौटी दिए तर उहाँ खुल्ला आकाशमा उहाँमा तपाईँले जनता जान्छ बिरोको फाइल तर उहाँ आकाशमा आज पनि खुल्ला आकाशमा घुमिरहनु भएको छ किनकि ऊ काङ्ग्रेसको चाहनुहुन्छ भनेर सोध्नु। त्यसै गरी रवि लामिछाने न सञ्चालक न रेडी न सदस्य तर रवि लामिछाने कुरा स्टेज भाँचिने बनाउँछ यो हामी जनता जान्न चाहन्छौँ। हजुरले यो विषयमा सोधिदिनु भयो भने त सरकारले पनि केही दबाब हुन्थ्यो कि भन्ने हो। तर गाउँपालिकाको विषयमा त हामी अब गाउँपालिकामा यो सार्वजनिक सुनाइ त उहाँलाई यो क्वेसन गरिरहेको छौँ। यो चाहिँ जनता जान्न चाहन्छ, म जान्न चाहन्छु ऋषि ढङ्गलाबाट। थ्याङ्क्स तपाईँको प्रश्नप्रति म एकदम आभारी छु। हजुर धन्यवाद। अब पालिका अध्यक्षलाई एउटा क्वेसन छ। अब यो अघि नतु सरले भने जस्तै हाम्रो यो वडा नम्बर 3 मा चाहिँ आबादी म्याक्सिमम बढाइ भएर तपाईँको अब गर्मी महिना पनि सुरु भयो। आगोखर्नी गाउँपालिकामा अत्यावश्यक देखेको मैले एउटा बारुद यन्त्र आजभन्दा 2 वर्ष 3 वर्ष अगाडि दमौलीमा जनघनत्वको कारणले गर्दा त्यहाँ आगलागी भएर 7 करोडको जनधनको क्षति समयमा बारुद यन्त्र नपुगेर अब त्यो स्थिति हाम्रो आगोखर्नी गाउँपालिका वडा नम्बर 3 पनि आबादी म्याक्सिमम बढाइ भएर आगोखर्नी गाउँपालिकाको अध्यक्ष सुब्रमण्यज्यूलाई चाहिँ एउटा बारुद यन्त्रको चाहिँ व्यवस्था गरिदिनु हुन आग्रह गरे। हस्त धन्यवाद। प्रकाशजी तपाईँलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु। तपाईँले धेरै प्रश्न ममाथि सोध्नु भएको छ। यो तपाईँको अधिकारको कुरा हो। तपाईँलाई म स्यालुट गर्न चाहन्छु, अभिनन्दन गर्न चाहन्छु। म पनि जनताको मान्छे हुँ, म पनि जनताको एजेन्डा उठान गर्छु। तर सहकारीको बारेमा सबभन्दा बढी प्रश्न उठान गर्ने धनराज गुरुङलाई स्टुडियोमा ल्याएर 3 पटकसम्म बहस गर्ने मान्छे मै हुँ। तपाईँ जेल जानुपर्ने मान्छे किन आज यहाँ हुनुहुन्छ? किन काङ्ग्रेस पार्टीले तपाईँलाई कारवाही गरेन? किन उपसभापतिबाट हटाएर भन्ने मान्छे मै हो। हेर्नु युट्युब अगाडि हेर्नुहोस्। नक्कली भुटानी शान्ति प्रकरणमा सबभन्दा बढी बहस गर्ने मान्छे म रिपोर्टर्स क्लबमा, प्राइम टाइम टेलिभिजनमा, नेपाली रेडियो नेटवर्कमा, रिपोर्टर्स नेपाल.com मैले के भनेको छु? ठुलो माछालाई कहिले कारवाही गर्नुहुन्छ? ठुल्ठुला मान्छेलाई नक्कली भुटानी शरणार्थीमा पीडितहरूलाई मात्रै जेलमा थुन्ने भन्ने मान्छे मै हुँ। हेर्नुहोस् होला। तपाईँलाई म आग्रह गर्न चाहन्छु। जस्तो अब तपाईँले धेरै मान्छेको नाम लिनुभयो, म व्यक्तिगत रूपमा जान चाहन्न। एकदम सुझबुझ साथ मलाई प्रश्न सोध्नु भएको, त्यसमा म त्यो प्रश्नको अपनत्व लिँदै स्वीकार्दै म के भन्न चाहन्छु, म जनताको मान्छे। प्रश्न मैले सबैलाई सोधेको छु। आज म गाउँपालिका अध्यक्षसँग पनि आइपुगेँ त्यो प्रश्न सोध्नलाई। कुन चाहिँ मान्छेहरू आएका छन्? किनभने म त हरेक गाउँमा विकास हुनुपर्छ भनेर प्रकाश मेरो चाहना छ। र तपाईँले रविलामिछानेको बारेमा भन्नुभयो, उहाँप्रति मेरो कुनै पनि आग्रह पूर्वाग्रह छैन। उहाँलाई परले समात्दाखेरि गिरफ्तार गर्दाखेरि सबभन्दा पहिला रिपोर्टर्स क्लबमा बोल्ने मान्छे म हुँ। तपाईँहरूले अरू पार्टीका नेताहरूलाई नसमात्ने, काङ्ग्रेस एमालेका नेताहरूलाई नसमात्ने, अञ्जना कोइरालालाई नसमात्ने, धनराज गुरुङलाई नसमात्ने, अनि राप्रपाको सांसद बस्नेतलाई नसमात्ने, अनि आएर रविजीलाई समात्ने भन्ने मान्छे मै हुँ। म पूर्वाग्रह पत्रकारिता गर्न चाहन्छु, म व्यवसायिक पत्रकारिता गर्न चाहन्छु। अब हेर्ने मान्छेले मलाई एक किसिमले हेर्ला, सबै मान्छे सबैको लागि प्रिय हुन सक्ने संसारमा। म यहाँ सबैलाई भन्न चाहन्छु, तपाईँ सबैलाई साक्षी राखेर, किनभने मान्छेका कमी हुन्छ। म चाहिँ नेपालमा व्यवसायिक पत्रकारिता गर्न चाहन्छु। अब तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। प्रकाशजी सबैले ताली बजाएर